एमाले अध्यक्ष केपी शर्मा ओलीको सनसनीपूर्ण स्वीकारोचित गोलीकाण्डको छानबिनको माग गर्दै हातमा केही नरहेको थाहा पाएपछि दिए राजीनामा। गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा सिआइबी कार्यालयको अनुगमन, अब ब्रेक थ्रु हुन्छ भन्ने घोषणा। बागमती सरकारको सुरक्षा रणनीति, जेनजी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालयलाई 85 वटा मोटरसाइकल प्रदान गरिने। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आर्जु राणा देउवाको राजधानीमाथि छानबिन। मन्त्री कुलमान घिसिङको कडा निर्देशन, 234 रुगड ठेक्का तोडिने। कांग्रेस नेत्री आर्जु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा। एमाले अध्यक्ष केपी शर्मा ओलीको वर्तमान सरकारमाथि कडा टिप्पणी। केपी ओलीको सनसनीपूर्ण दाबी, बालुवाटारबाट 5 मिनेट ढिला भएको भए मारिन्थे। प्रचण्डको 64 लाखको रोलेक्स घडीमाथि प्रश्न उठेपछि सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा। जेनजी आन्दोलनका प्रभाव स्वरूप नेपालको पर्यटन क्षेत्रको मनोबल घट्यो, पर्यटक आगमनमा 45% ले कमी। जेनजी सहितका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको चेतावनी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा संघीय सरकारको खर्च कटौतीको निर्णय विरुद्ध हुकुमी शासन नचल्ने घोषणा। विजय दशमी सुरु भएसँगै गाउँ फर्किने यात्रुको लड्को, अग्रिम टिकट नहुँदा शास्ति। माओवादीमा नेतृत्व हस्तान्तरणको विवाद चुल्यो, जनार्दन शर्माद्वारा देवगुरुङमाथि खुला कटाक्ष। गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्तिमा कार्यविधि उल्लङ्घनको आरोप। अनुत्पादक खर्च कटौती गर्न सरकारको महत्त्वपूर्ण निर्णय। पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको अतिरिक्त सुविधा फिर्ता लिइने। धरानका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मागे राजीनामा। मुलुकलाई निकास दिन राजनैतिक दलहरूले बढी जिम्मेवार बन्नुपर्ने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड। एसई पूरक परीक्षाको नतिजा सार्वजनिक, 1,43,000 परीक्षार्थी मध्ये 43,000 उत्तीर्ण। सर्लाहीमा स्कर्पियो र मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु। लमजुङको दुधपोखरी कुण्डमा साउन 24 गतेदेखि हराएका किशोरको शव 1.5 महिनापछि फेला। चीनद्वारा मौसम पूर्वानुमानका लागि फेङ्युन 308 भू उपग्रहको सफल प्रक्षेपण। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयातित औषधिमा 100% आयात शुल्क अर्थात् ट्यारिफ लगाउने घोषणा। भारतका चर्चित अभियन्ता सोनम वाङचुक राष्ट्रिय सुरक्षा NSA अन्तर्गत पक्राउ। नेपाल र वेस्ट इन्डिज बीच युएईको शारजामा 3-20-20 अन्तर्राष्ट्रिय श्रृङ्खला आजबाट सुरु। एसिया कप सुपर ओभरमा भारतले श्रीलङ्कालाई हरायो। फाइनलमा भारत पाकिस्तान भिडन्त निश्चित। सुनको मूल्यले सातामै बनायो कीर्तिमान, तोलामा 2,22,500 रुपियाँ कायम। राष्ट्र ब्याङ्कको विशेष सुविधा, जेनजी आन्दोलनबाट क्षति भएको सवारी साधन प्रतिस्थापन गर्न 80% सम्म ऋण। शिक्षा मन्त्री महावीर पुनको कडा चेतावनी, दशैंमा शिक्षकको तलब निकासा नगर्ने पालिकाले कारबाही गरिने। नमस्कार दर्शकबिन, हामी देश र विदेशका ताजा र महत्त्वपूर्ण समाचार लिएर तपाईहरु सामु उपस्थित भइसकेका छौं। तपाई कुन ठाउँबाट हामीलाई हेर्दै हुनुहुन्छ कमेन्टमा आफ्नो गाउँ वा शहरको नाम उल्लेख गर्न नबिर्सनु होला। यदि आजको समाचार सामग्री मन परे भने भिडियोलाई लाइक गर्न नबिर्सनु होला। अब हेरौं आजका प्रमुख खबरहरू। ओलीको राजीनामाबारे सनसनीपूर्ण स्वीकारोचित, हातमा केही नरहेको थाहा पाएपछि दिएको हु। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटना र गोलीकाण्डको सत्य तथ्य छानबिनको कडा माग गर्नुभएको छ। भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले गोलीकाण्डमा 14 जनाको मृत्यु भएको र टाउकोमा गोली लागेको भन्ने जानकारी पाएपछि आफू अत्यन्तै दुखी भएको बताउनुभयो। उहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न आफूले भनेको, तर भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत स्पष्ट स्वीकारोचित गर्नु भएको छ। ओलीले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई आफूलाई गम्भीरतापूर्वक लिएको तर त्यो दिन समाधान गर्न नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले समाजमा हतियारको स्थिति अन्त गर्न र शक्तिको सुनिश्चित गर्न प्रहरीको हातबाट खोसेको हतियार तत्काल फिर्ता गर्न पनि माग गर्नुभएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयको अनुगमन गर्नुभएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गर्नुभएका एआइजी डाक्टर मनोज केसी सिआइबीको प्रमुखमा सरुवा भए लगतै गृहमन्त्री अर्यालले अनुगमन गर्नुभएको हो। अनुगमनपछि सिआइबीका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुन्छ भन्ने महत्त्वपूर्ण घोषणा गर्नुभएको छ। उहाँले राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धान पूर्ण रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृहमन्त्री अर्यालले सुशासन अन्तरिम सरकारको पहिलो शर्त भएको बताउनु भयो र अनुसन्धानमा हुने सम्पूर्ण अवरोधहरू हटाउनु पर्नेमा जोड दिनु भएको छ। जेनजी प्रदर्शनकारीहरूले लाजिमपाट स्थित ब्युरोको कार्यालयमा तोडफोड गरी आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात जलाएका थिए।
बागमती सरकारको सुरक्षा रणनीति। जेन्जी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालयलाई 85 वटा मोटरसाइकल प्रदान गरिने। जेन्जी आन्दोलनको क्रममा प्रदर्शनकारीले सवारी साधनमा क्षति पुर्याएका प्रहरी कार्यालयहरूलाई सहयोग पुर्याउने उद्देश्यले बागमती प्रदेश सरकारले 3 करोड रुपियाँको 85 वटा नयाँ मोटरसाइकल उपलब्ध गराउने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले चाडपर्वको समयमा बढेको सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर यो महत्त्वपूर्ण निर्णय गरिएको जानकारी दिनुभएको छ। यो सहयोग अन्तर्गत बागमती प्रदेशका इलाका प्रहरी कार्यालयलाई 30 वटा, उपत्यका प्रहरीका लागि 30 वटा र उपत्यका ट्राफिक प्रहरीका लागि 25 वटा गरी कुल 85 वटा दुई पाङ्ग्रे सवारी साधन दिइनेछ। आर्थिक मामिला मन्त्रालयले मोटरसाइकल खरिदका लागि सहमति दिइसकेको छ र प्रदेशको सवारी साधन खरिद मापदण्डभित्र रहेर मोटरसाइकल उपलब्ध गराउन लागि मन्त्री तामाङले बताउनुभयो। प्रहरी संगठन संघीय सरकार मातहत रहे पनि प्रदेश सरकारले सुरक्षा व्यवस्थापन मजबुत बनाउनका लागि सवारी साधन उपलब्ध गराउँदै आएको छ। देवा दम्पतिको राहदानी प्रकरण। बिदाको दिन बनेको पासपोर्टमाथि परराष्ट्रले थाल्यो आन्तरिक छानबिन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी श्रीमती डाक्टर आरजु राणा देउवाले हालै बनाएको राहदानीको विषयमा परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको छ। देउवा दम्पतिले असोज 3 गते बिदाको दिन राहदानी विभागबाट राहदानी बनाएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले यो विषयमा सोधपुछ सुरु गरेको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारी अनुसार अस्वस्थ वा हिँडुल गर्न असमर्थ व्यक्तिका लागि विशेष व्यवस्था गर्न सकिने भए पनि बिदाको दिन राहदानी बनेको घटना शंकास्पद देखिएकोले छानबिन भइरहेको छ। जेन्जी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा दम्पति उपचारका लागि थाइल्याण्ड जाने तयारीमा थिए, तर राहदानी प्रकरण बाहिरिएपछि उक्त कार्यक्रम तत्कालका लागि स्थगित भएको बताइएको छ। यस विषयमा गृहमन्त्री ओम प्रकाश अर्यालले समेत चासो व्यक्त गर्दै छानबिन गर्ने निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। कुलमान घिसिङको एक्सन। सडकका 234 रुगड ठेका तोडिँदै समयमा निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास मन्त्री कुलमान घिसिङले मुलुकभरका 234 वटा सडक र पुल निर्माणका रुगड ठेकाहरू तत्काल तोड्न कडा निर्देशन दिनुभएको छ। मन्त्री घिसिङले ठेकालाई रुगड बनाउन संलग्न निर्माण व्यवसाय मात्र नभई समयमै निर्णय नगरेर लापरवाही गर्ने तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि पनि छानबिन गरिने र दण्डहीनता अन्त्य गरिने चेतावनी दिनुभएको छ। उहाँले ठेका तोड्नका लागि कसैको प्रलोभनमा नपरी स्वतन्त्रपूर्वक काम गर्न कर्मचारीहरूलाई पूर्ण संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो कदमले वर्षौंदेखि अलपत्र रहेका ठूलो आयोजनाहरूलाई गति दिने र अनियमिततालाई नियन्त्रण गर्ने विश्वास लिएको छ। निवर्तमान परराष्ट्र मन्त्री तथा कांग्रेस नेत्री डाक्टर आरजु राणा देउवाले जेन्जी आन्दोलनका क्रममा निशान बनेको युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ। जेन्जी आन्दोलनकारीहरूले स्कुललाई आरजुको स्कुल भन्दै तोडफोड र आगजनी गरेपछि स्कुलको व्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राखेर उहाँले यो निर्णय लिनुभएको छ। राजीनामासँगै युलेन्स स्कुल छिट्टै नयाँ अध्यक्ष छान्ने र खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा जुटेको बताइएको छ। स्कुलले भविष्यमा राजनीतिक हस्तक्षेपबाट मुक्त भएर शैक्षिक वातावरणलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ओलीको हाहुको सरकारलाई चुनौती। देश बनाउनु पर्छ, हामी विदेश भाग्दैनौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई हाहुको सरकारको संज्ञा दिँदै देश जिम्मा लगाएर आफू विदेश नभाग्ने कडा अभिव्यक्ति दिनुभएको छ। ओलीले वर्तमान सरकार जनताको अभिमतबाट नभई तोडफोड र आगजनीबाट बनेको आरोप लगाउनु भएको छ। उहाँले फेरि संवैधानिक मूलधार र शान्ति सुशासनमा देशलाई फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभयो। ओलीले आफ्नो घर लोकेट गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको भन्दै गुनासो समेत गर्नुभएको छ। उहाँले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी सधैँ तयार रहेको बताउनुभयो। केपी ओलीको सनसनीपूर्ण दाबी। बालुवाटारबाट 5 मिनेट ढिला भएको भए मारिन्थे। एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ 24 गतेको जेन्जी आन्दोलनका क्रममा आफूलाई हत्या गर्ने योजना रहेको सनसनीपूर्ण दाबी गर्नुभएको छ। उहाँले आन्दोलनकारीहरूको योजना कांग्रेस सभापति शेरबहादुर देउवालाई घाइते मात्र बनाउने तर आफूलाई मार्ने नै रहेको बताउनुभयो। ओलीले बालुवाटारबाट भाग्दा 5 मिनेट मात्र ढिला भएको भए मारिने अवस्था रहेको उल्लेख गर्नुभएको छ। यो दाबीले देशको राजनीतिक वृत्तमा ठूलो तरङ्ग ल्याएको छ। प्रचण्डको 64 लाखको घडी र गंगाको 28 लाखको ब्यागबारे उठेको प्रश्नपछि सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउने गरेको 64 लाख रुपियाँ मूल्यको रोलेक्स घडी र छोरी गंगा दाहालले बोक्ने गरेको 28 लाख रुपियाँ मूल्यको लुई भिटन ब्यागको स्रोतमाथि गम्भीर प्रश्न उठेको छ। पार्टी भित्रैबाट सम्पत्तिको स्रोतमाथि प्रश्न उठेपछि अध्यक्ष प्रचण्डद्वारा तत्काल सम्पत्ति छानबिन आयोग गठन गर्ने र आफूसहित पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक
आयोजन गर्ने घोषणा गर्नुभएको छ। उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आफू र आफ्नो परिवार पारदर्शी हुन तयार रहेको प्रतिबद्धता जनाउनुभयो। जेनजी आन्दोलनको प्रभावस्वरूप नेपालको पर्यटन क्षेत्रको मनोबल घट्यो। पर्यटक आगमनमा 45% कमी। नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर परेको जानकारी दिएको छ। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले पर्यटन क्षेत्रको मनोबलमा ठूलो चोट पुर्याएको छ। बोर्डले गत वर्षको तुलनामा पर्यटकको आगमनमा 45% कमी आएको उल्लेख गरेको छ। यसले नेपालको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ। बोर्डले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने विशेष योजना ल्याउने तयारी गरिरहेको बताइएको छ। जेनजी सहितको रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले माइती घर मण्डलामा भ्रष्टाचार र बेथिति विरुद्ध सशक्त विरोध प्रदर्शन गर्दै अन्तरिम सरकारलाई कडा चेतावनी दिएको छ। राप्रपाले अन्तरिम सरकारलाई जेनजी क्रान्तिको भावना विपरीत नजान र शहीदको रगतलाई नजरअन्दाज नगर्न आग्रह गरेको छ। उहाँहरूले राज संस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्र लगायतका मागहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। राप्रपाले देशमा शान्ति, सुशासन र राष्ट्रियता बलियो बनाउन सरकारले तत्काल ठोस कदम चाल्नु पर्ने बताएको छ। कोशी प्रदेशका मुख्यमन्त्री सेनाको सुरक्षा घेरामा बसेर संघीय सरकारको निर्णय विरुद्ध स्टाटस। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर संघीय सरकारको खर्च कटौती सम्बन्धी निर्णय विरुद्ध आधिकारिक फेसबुक पेजमा कडा आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले संघीय सरकारको खर्च कटौतीको निर्णयलाई हुकुमी शासनको संज्ञा दिँदै त्यसरी शासन नचल्ने घोषणा गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको अधिकारमाथि हस्तक्षेप भएको भन्दै संज्ञातको मर्म विपरीतका निर्णयहरू स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। दशैंमा गाउँ फर्किने यात्रुहरू समस्यामा, अग्रिम टिकट नहुँदा शास्ति। नेपालीहरूको महान पर्व विजय दशमी सुरु भएसँगै काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरूमा गाउँ फर्किने यात्रुहरूको ठूलो लर्को लागेको छ। यात्रुहरूले अग्रिम टिकट नहुँदा र यातायात व्यवसायीहरूले भाडा दरमा मनपरी गरेको भन्दै ठूलो समस्या भोगेको गुनासो गरेका छन्। यातायात व्यवस्था विभागले सहज यात्राका लागि व्यवस्था मिलाएको दावी गरे पनि बस स्टेशनहरूमा देखिएको भिडले सरकारी दावीलाई चुनौती दिएको छ। दशैंको टीकाका लागि घर फर्किने यात्रुहरूको यो चाप अझै केही दिन बढ्ने देखिएको छ। माओवादीमा नेतृत्व हस्तान्तरणको विवाद चुलियो। जनार्दन शर्माद्वारा देव गुरुङमाथि खुला कटाक्ष। नेकपा माओवादी केन्द्र भित्रको आन्तरिक विवादमा उपमहासचिव जनार्दन शर्माद्वारा महासचिव देव गुरुङमाथि खुला कटाक्ष गर्दै एजेन्ट भनी प्रश्न उठाउनु भएको छ। माओवादीमा नेतृत्व हस्तान्तरणको माग उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको अन्तिम समयसम्म सक्रिय रहने र विशेष महाधिवेशनको प्रस्ताव आफू फेरि अध्यक्षमै बस्न खोजेको भन्ने आशंका नगरियोस् भनी आग्रह गर्नुभएको छ। प्रचण्डले पार्टीमा पुस्तान्तरण अपरिहार्य भए पनि नेतृत्व हस्तान्तरणको प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्ने बताउनुभयो। कार्यविधि विपरीत गृहमन्त्री अर्यालले बनाए पौडेललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी। गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौँको प्रमुख जिल्ला अधिकारी सीडीओ नियुक्त गर्दा प्रचलित कार्यविधिको उल्लङ्घन गरेको पाइएको छ। काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ईश्वर राज पौडेललाई नियुक्त गर्दा उहाँले वरिष्ठता र कार्य सम्पादन मूल्याङ्कनको मापदण्डलाई व्यवस्था गरेको आरोप लागेको छ। गृहमन्त्रीले राजनैतिक निकटताको आधारमा सीडीओ नियुक्त गरेको भन्दै मन्त्रालयभित्रै असन्तुष्टि देखिएको छ। पूर्व राजनीतिक नेता तथा कर्मचारीको सुविधा कटौती, सवारी र सुरक्षाकर्मी फिर्ता गर्ने निर्देशन। नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्ने महत्त्वपूर्ण निर्णय गर्दै सेवानिवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख नभएका अतिरिक्त सवारी साधन सहयोगी तथा सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। यो निर्णयले सरकारी कोषमा रहेको ठूलो भार कम गर्ने र सुशासन प्रबन्धन गर्ने अपेक्षा गरिएको छ। धरानका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मागे राजीनामा। धरानका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ। साम्पाङले जेनजीको माग एक एक गरेर पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशको समस्या समाधान हुन नसक्ने दावी गर्नुभएको छ। मुलुकलाई निकास दिन राजनीतिक दलहरूले बढी जिम्मेवार बन्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको जोड। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा हाल उत्पन्न गम्भीर राजनीतिक तथा सामाजिक सङ्कट समाधानको लागि प्रमुख राजनीतिक दलहरूले बढी जिम्मेवार भएर भूमिका खेल्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। उहाँले जनता र नयाँ पुस्ताले उठाएका मनोभावना र जायज मागहरूलाई सम्बोधन गर्न सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले लोकतन्त्रको मूल्य र मान्यतामा रहेर समाधानको बाटो खोज्न र संवैधानिक प्रक्रियालाई भङ्ग हुन
हुन नदिन गम्भीर पहल गर्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले जेनजी आन्दोलनले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई राजनीतिक नेतृत्वले बेवास्ता गर्न नहुने बताउनु भयो। देशमा शान्ति, स्थिरता र सुशासन कायम गर्न सबै पक्षलाई राष्ट्रिय सहमतिका साथ अघि बढ्न उहाँले आह्वान गर्नुभएको छ। एसई पूरक परीक्षाको नतिजा सार्वजनिक। 1,43,000 परीक्षार्थी मध्ये 43,564 जना मात्र उत्तीर्ण। राष्ट्रिय परीक्षा बोर्ड एनईबी द्वारा माध्यमिक शिक्षा परीक्षा एसई पूरक ग्रेड वृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गरिएको छ। परीक्षामा सहभागी कुल 1,43,257 परीक्षार्थी मध्ये 43,564 विद्यार्थीहरूले ग्रेड वृद्धि गर्न सफल भएका छन्। यो पूरक परीक्षाको उद्देश्य कम ग्रेड प्राप्त गरेका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि योग्य बनाउनु हो। नतिजा बोर्डको आधिकारिक वेबसाइट सहित एसएमएस र विभिन्न टेलिफोन सेवाहरू मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। बोर्डले नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूका लागि पुनः योग्य अर्थात् रिटोटलिङको फारम भर्ने व्यवस्था पनि छिट्टै खुलाउने जानकारी दिएको छ। सर्लाही जिल्लाको हुलाकी सडक खण्डमा हिजो बेलुका भएको भयानक सडक दुर्घटनामा स्कर्पियो र मोटरसाइकल ठोकिँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। तीव्र गतिमा रहेको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटना लगत्तै स्कर्पियो चालक गाडी छाडेर फरार रहेका छन्। प्रहरीले फरार चालकको खोजी कार्यलाई तीव्र बनाएको जनाइएको छ भने घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको र चालकलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गरिने इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। लमजुङको दुधपोखरी कुण्डमा साउन 24 गतेदेखि हराएको किशोरको शव 1.5 महिनापछि फेला। लमजुङ र मनाङको सिमानामा पर्ने पवित्र तीर्थस्थल दुधपोखरी काण्डमा गत साउन 24 गतेदेखि नुहाउने क्रममा हराएका एक 18 वर्षीय किशोरको शव 1.5 महिनापछि फेला परेको छ। स्थानीय बासिन्दा र प्रहरीका संयुक्त टोलीले खोजी कार्य जारी राखेकोमा आज कुण्डभन्दा केही तलको खोला किनारामा शव फेला परेको हो। प्रहरीले शवको पहचान गरी पोस्टमार्टमका लागि पठाएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी गरेको छ। उक्त कुण्डमा वर्षेनी दर्शनार्थीहरू नुहाउने क्रममा बेपत्ता हुने गरेकोले सुरक्षा व्यवस्थामा थप कडा बनाउन स्थानीयले माग गरेका छन्। चीनले शनिबार बिहान फेङ्युन 308 नामक नयाँ भू उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो प्रक्षेपण उत्तर पश्चिम चीन स्थित चिउचुवान भू उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च 4C प्रक्षेपण यान मार्फत अन्तरिक्षमा पठाइएको हो। यस भू उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबर 1 अर्थात् असोज 15 देखि लागू हुने गरी आयातित औषधिमा 100% आयात शुल्क अर्थात् ट्यारिफ लगाउने घोषणा गर्नुभएको छ। यो निर्णयले अमेरिकी बजारमा घरेलु औषधिको उत्पादनलाई बढावा दिने र औषधिको मूल्य नियन्त्रण गर्ने ट्रम्प प्रशासनको दाबी छ। यद्यपि आर्थिक विज्ञहरूले भने यो निर्णयले इन्फ्लेसनलाई अझ बढाउने चेतावनी दिएको छ। चर्चित अभियन्ता सोनम वाङचुक राष्ट्रिय सुरक्षा एनएसए अन्तर्गत पक्राउ। भारतका चर्चित अभियन्ता सोनम वाङचुकलाई राष्ट्रिय सुरक्षा एनएसए अन्तर्गत मुद्दा लगाएर पक्राउ गरिएको छ। लद्दाखलाई राज्यको मान्यता दिन माग गर्दै भइरहेको प्रदर्शनमा हिंसात्मक झडप भएपछि वाङचुकलाई पक्राउ गरिएको हो। वाङचुकले नेपालको जेन्जी विद्रोह बारे समर्थनमा बोलेका थिए र भारत सरकारले उनको पक्राउलाई राष्ट्रिय सुरक्षाको विषय बताएको छ। उनको पक्राउ विरोधमा देशका विभिन्न भागहरूमा प्रदर्शन भइरहेका छन्। नेपाली क्रिकेटले आज युएई को शारजा क्रिकेट रङ्गशालामा वेस्ट इन्डिज विरुद्ध 3 2020 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्दैछ। नेपालका लागि टेस्ट राष्ट्र विरुद्ध पहिलो जितको ऐतिहासिक मौका सिर्जना भएको छ। नेपाली टोलीका कप्तानले यस श्रृङ्खलालाई आगामी विश्वकपको तयारीका लागि महत्त्वपूर्ण हुन बताएका छन्। T20 एसिया कप 2025 को सुपर 4 को अन्तिम खेलमा भारतले चिर प्रतिनिधि श्रीलङ्कालाई सुपर ओभरमा पराजित गरेको छ। अब फाइनलमा उपाधिको भिडन्त भारत र पाकिस्तान बीच हुने निश्चित भएको छ। भारत र पाकिस्तानको यो भिडन्तले क्रिकेट प्रेमीहरूमा ठूलो उत्साह सिर्जना गरेको छ। सुनको मूल्य सातामै 6,500 रुपियाँले बढ्यो। कृतिमानी मूल्य 2,23,000 रुपियाँ कायम। नेपालमा एक साताको अवधिमा सुनको मूल्य तोलामा 6,500 रुपियाँले वृद्धि भई शुक्रबार 2,22,500 रुपियाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेका कारण र जेन्जी आन्दोलनको कारण बढेको राजनीतिक अस्थिरताले गर्दा सुनको मूल्यमा कृतिमान वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकले जेन्जी आन्दोलनका क्रममा क्षति भएका सवारी साधनलाई प्रतिस्थापन गर्नका लागि सवारीको मूल्यको 80% सम्म ऋण मूल्य अनुपात कायम गरेर कर्जा सुविधा दिने विशेष व्यवस्था गरेको छ। यो सुविधाले पीडित व्यवसायहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैंको अवसरमा समेत शिक्षाको तलब निकासा नगर्ने विद्यालय व्यवस्थापन समिति प्रधानाध्यापक र स्थानीय पालिकाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। मन्त्री पुनले कुनै नजायज र अन्यायपूर्ण तरिकाले भोलिसम्ममा तलब निकासा नगरेमा नियम अनुसार कारबाही गरिने उल्लेख गर्नुभएको छ। यही समाचारसँगै आजको प्रमुख खबरहरू यति नै। यो समाचार प्रस्तुति तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा आफ्ना विचारहरू राख्नुहोला। यदि मन परेको छ भने लाइक र शेयर गर्न पनि नबिर्सनु होला। फेरि अर्को समाचार बुलेटिनमा भेट्ने नै छौँ। तबसम्मको लागि बिदा चाहन्छु। धन्यवाद।